नमस्कार साथीहरु, फेरि आज म अर्को भिडियो लिएर आइसकेको छु। आज अनबक्सिङ गर्नुमा आज हामीसँग एउटा फ्यानटेकको थोर 2 वाइड गेमिङ माउस रहेको छ। यसको मोडल चाहिँ X16B2 रहेको छ। जसको DPI हरु यहाँ हेर्न सक्नुहुन्छ। 12800 DPI रहेको छ। अनि यसमा यो RGB लाइट एन्ड ARGB लाइट इफेक्ट रहेको छ। अनि यो माउसमा के छ भने यसलाई आफ्नो ढंगले तपाई पर्सनलाइजेसन पनि गर्न सक्नुहुन्छ। र एक्सेलरेसनहरु पनि म्याक्स टु 20G सम्म रहेको छ। यसमा चाहिँ स्विच लाइफ टाइम तपाईको रहेको छ 10 मिलियन सम्म क्लिक रहेको छ। यसलाई अब एकचोटी अनबक्सिङ गरेर हेरौँ है त। यहाँ भित्र के रहेको छ। प्याकेजिङ यसको एकदम खतरनाकै तरिकाले गर्नुभएको छ। यसको डबल लेयरमा प्याकेजिङ गरेको रहेछ। यो चाहिँ सिंगल लेयर भयो। अनि यसको भित्र चाहिँ अर्को लेयर छ। यसरी यो हामी गेमिङहरुको लागि जुन चाहिँ गेमिङ खेल्नको लागि यो सिरिज एकदमै राम्रो रहेको छ। यसमा देख्न सक्नुहुन्छ। यसमा RGB यसको कलर ब्ल्याकमा कस्तो दामी रहेको छ हैन। यो चाहिँ मोडलहरु रहेको छ यसको RGB लाइट यहाँ बल्छ। लुक्स पनि कस्तो दामी अट्र्याक्टिभ लुक रहेको छ यसको माउसको। अनि अरु यसमा के आउँछ यसमा भनेपछि एउटा यो वारेन्टी कार्ड आउँछ फ्यानटेकबाट। अनि अर्को यो चाहिँ मेन्यु आउँछ। मेन्यु हिसाबले तपाई केही कुरा आएन भने सेटिङ मिलाउन आएन भने यो मेन्यु हेरेर तपाईहरु मजाले सेटिङ मिलाउन सक्नुहुन्छ। ओके, थ्यांक यू भेरी मच। भिडियो राम्रो लागेमा सबैजना शेयर कमेन्ट गरिदिनु होला। थ्यांक यू।